हेलो गाइस, कालेलाई के भन्ने चाहनुहुन्छ तपाईहरुले? यहाँ बोसो दलिरहेछ मासुको लागि भने कालेले एउटा नानी चाहिँ जहिले रोइरहन्छ यसलाई चाहिँ कारबाही गर्न सरकारसँग माग। अनि यो चाहिँ उभिरहन्छ, यो भुँडी केलाइरहेछ, यो मासु काट्नलाई रहेछ। खसी सफा गर्दा गर्दा अब हाम्रो अन्तिम घडी आइसकेको छ। अन्तिम घडीसम्म काम लगभग सकिएको छ। यता पनि काम लगभग सकिएको छ भने यता पनि दलेर सकिएको छ। अचानक लियो भने अचानक वाला पहिला फियो निकाल। काले के भनेछ फेर लभली लाउने रे। कसले लाउने फेर लभली? कालेले लाइदिने लाले। कसलाई? सुमन हेर्छ तेरो घोर बेइज्जत गर्यो त। पहिले त फियो निकाल भने सुमन। के फियो भने? उयो रातो। यो आन्द्र सफा गरे। ए त्यो फियो त त्यो चाहिँ हो न, तितो हुन्छ त्यो बिस्तारै। तितो हुने होइन त्यो, ए मिठो हुने हो। मिठो हुने हो। अनि त्यो एउटा कालो कालो तितो तितो हुन्छ नि त्यो काट्नु पनि, त्यो चाहिँ खोइ नि काट्यो? पित्त त्यो बाटोमा पित्त 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 काट्यो नवीन दाइ? काटिसक्यो। ए पित्त हुन्छ अरे, कालेको नि पित्त हुन्छ होला है? तपाईँको नि हुन्छ नि पित्त, कसरी हुँदैन हो? सुविन्दाको पित्त होइन, चित्त चाहिँ छ होला। चित्त चाहिँ होइन कुरामा बच्चा जस्तो रिस्के गर्छ हो। छोटै म गो निकाल्न थाल्छु। के बोल्यो भाइ, के बोल्यो? निकाल्न थाल्छु भन्छ है। निकाल्दै रहेछ त। त्यो भुडी गर्न आएन? आउँछ। भुडी गर्न आएन? आउँदैन त केही पनि भन्दैन फेरि। त्यो काट्नु